पनि कुरेर चाहिँ बस्नु हुँदैन जति ट्रु लभ भए पनि मुभ अन हुनुपर्छ लाइफमा धेरै चिजहरु छ गर्नलाई सो Hello and welcome to my channel. As my channel says, I have to react. Today I'm gonna react on Pemba Lobson Dai Life Goes On song. यो गीत चाहिँ एकदमै इन्स्पिरेसनल र लाइक स्टोरीको बारेमा आफ्नो स्ट्रगलको बारेमा र ब्याड ह्याबिट्सको बारेमा मतलब ड्रग्स रिलेटेड यसको बारेमा छ सो आज चाहिँ हामी यसको बारेमा रियाक्ट गर्न चाहदैछ सो लेट्स गो गेट इन Just ignore the like video, just focus on the music. Music मा चाहिँ फोकस गरौँ है प्राय र्यापरहरुको उसमा चाहिँ जेमा पनि लाइक केटी चाहिँ आउँछ कि गर्लफ्रेन्ड चाहिँ आउँछ गर्लफ्रेन्डले धोका नदिई कोही पनि केही नभन्ने रहेछ लाइक जसको र्यापमा नि हुन्छ नि केटी चाहिँ आउँछ क्या No bro, केटीको लागि मर्नु हुँदैन bro. Bro, you'll find like के भन्नु के राम्रो केटीहरु पाउँछ हौ केटीको लागि मर्नु पर्दैन हौ Life goes on bro जीवनमा धेरै चोटी हारिसके म तेरे गाह्रो पो खाइदिएछौ मुटु मेरो मनभरि चोट छोरा बौलाउँदै यहाँ हिँड्छ घरमा तु खाए सबको चित्त एक्लै रुँदै बस्छु म आमाले के भो भनी मलाई सोध्छ गाह्रो हुन्छ आमा उसको यादले मुटु फुट्ने गरी दुख्छ अघि बढ्न खोज्छु म सबै कुरा भुलेर फर्स्टमा चाहिँ हुन्छ त्यो लाइक ब्रेकअप भएको केही महिनामा चाहिँ त्यो मुटु फुट्ने जस्तो हुन्छ तर टाइम हिल एभ्रिथिङ क्या लाइक जस्ट फोकस अन योर सेल्फ त्यो लास्टमा गएर केही पनि फिल हुँदैन हो त्यो जस्तो मिस्टेक जस्तो लाग्छ हो यस्तो छटपटी केही हुँदैन हो टाइम हिल एभ्रिथिङ क्या टाइमले हिल गर्छ सो जस्ट बी पेसेन्स खै सो Just never go back to the same person who left you when you are in your low stage क्या like कहिले पनि त्यही मान्छेको पछाडि जानु हुँदैन हैन जसले चाहिँ अब छोडेर गएको छ हैन बिट्रेल किनकि लाइक वन्स के भन्ने कि अब एकचोटि त्यो बुकको च्याप्टर पढिसकेको छ भने त्यो च्याप्टर फेरि रिपढ्दा नि त्यो मतलब त्यो च्याप्टर चेन्ज हुनेवाला छैन कि सेम थिङ हुन्छ कि त्यस्तो कहिले पनि कुरेर चाहिँ बस्नु हुँदैन जति ट्रु लभ भए पनि मुभ अन हुनुपर्छ लाइफमा धेरै चिजहरु छ गर्नलाई सो मेमोरी स्टे बट या मेमोरी सेभ हुनुपर्छ किनकि बिर्सिनु पनि हुँदैन मेमोरी संसार बनाउने जुम्मौ बादल पारी Life goes on bro जीवनमा धेरै चोटी हारिसके म Life goes on यसको मैले अर्कै थियो यार अर्कै रिलेटेड नै थियो कतिवटा छ हो लाइफ गोज अन को पेम्बा दाइको यो चाहिँ गर्लफ्रेन्ड रिलेटेड रहेछ ब्रेकअप रिलेटेड जीवनमा धेरै छोडी हारिसके म धेरै गाह्रो पो खाइदिएछ मुटु मेरो मनभरि चोट लाइक मैले रियाक्ट गर्न खोजेको चाहिँ अर्कै गीतमा थिएँ त्यो अर्कै थियो लाइफ गोज अन ब्रो भन्ने त्यो थिम त यही नै हो लाइफ गोज अन ब्रो नै तर यो यसमा गर्छ भने थाहा थिएन मैले अर्कै लाइक लाइफ गोज अनमा अर्कै
अर्कै थियो क्या त्यहाँ ड्रग्स रिलेटेड थियो हिँड्दै थियो गोटीको चार्जमा रिलेटेड थियो मलाई एकदम त्यो दामी लाग्यो मैले त्यो सोचेर रियाक्ट गरेको ल यो त अर्कै मलाई पनि थाहा छैन क्या ब्रेकअप रिलेटेड रहेछ भनेर क्या ल एन्ड दामी छ सो हेरिदिनु होला यो पेम्बा दाइकै युट्युबमा सब्सक्राइब गरिदिएर त्यहीँभित्र गएर हेरिदिनु होला मेरो रियाक्सन त छँदैछ आइ एम जस्ट प्रमोटिङ इट्स च्यानल सो अन्डरडग आर्टिस्ट हुनुहुन्छ सो थ्याङ्क यू फर टुडे म अर्को मैले भनेको त्यो ऱ्याप छ नि त्यसमै रियाक्ट गर्छु है सो द्याट्स अल फर टुडे